अबुमङे सेवारो आज मिति 2025 नोभेम्बर 8 को दिन आज आइतबारको दिन यसै मामपोङलुङ माङ्गिममा अब साकमुरा कार्यक्रम हुँदैछ। त्यो कार्यक्रमको क्लिपहरू तपाईहरुलाई हामी देखाउनेछौँ। अब यो साकमुरा कार्यक्रममा आज गइरहेछु। आजको यो साकमुरा कार्यक्रम चाहिँ हाम्रै छेउको खोला रत्त खोलामा हुनु गइरहेछ। अनि यो साकमुरा वादिममा भनेको चाहिँ गाली श्राप हो। गाली श्राप बनाउने कार्यक्रम हो। हाम्रो पुर्खाहरूले कतिचोटि नराम्रो बोलेको, सरापेको, चेलीबेटीको आँसु लागेको, यो सबै कुराहरू आज यो गाली श्रापमा हामी बगाउनु भन्न गइरहेछौँ। तपाईँलाई म त्यसको क्लिपहरू एकछिन केही समयपछि सबै देखाउनेछु। आजको सानो मेरो भ्लगमा देखाउनेछु हजुरहरूलाई। मामपोङलुङ माङ्गिम चाहिँ ठ्याक्क तपाईँको यो पुरानो पिएस स्कुलबाट चाहिँ सट्टै पूर्वतर्फ जानुपर्छ। यो पूर्वतर्फ जाँदाखेरि यो जङ्गलको बाटो अलिकति सानो जङ्गल छ। यो जङ्गलको बाटो गएपछि एकछिन पछाडिबाट त्यो बेलवानको पुरानो पिच बाटो आउँछ। त्यो बाटोदेखि सिधा यो माङसेबुङतिर हिँड्यो भने हाम्रो मामपोङलुङ माङ्गिम आउँछ। यो चाहिँ अब माङसेबुङ जाने रोड पहिले हाम्रो बेलावनको यो बिचको रोड आयो म चाहिँ। अब यो रोडदेखि सिधै माथि माङसेबुङ जाने बाटोतिर लाग्यो भने चाहिँ ठ्याक्क हाम्रो मामपोङलुङ माङ्गिम चाहिँ बाटोमै हामी देख्न सकिन्छ। बेलावान पुरानो हाम्रो बेलावान अहिले सबै जङ्गलबारी भएको छ। यहाँखेरि अब केही पनि छैन। अहिले सबै घाँसहरू रुखहरू पलाएर जङ्गलबारी यस्तो झ्याप्प भएको छ। यहाँ चाहिँ पहिलो छ सबैजना हामी बेलायतमा जस्तै बेलायतमा जस्तै मान्छेहरू यहाँ वरिपरि बस्थ्यो। अहिले अब छैन। सबैजना सारेर बेलायत विदेश कता कता जानुभएको छ। अहिले यो ठाउँ चाहिँ यस्तो जङ्गल बनेको छ। अहिले चाहिँ फाइनली हाम्रो मामपोङलुङ माङ्गिम किराँत मामपोङलुङ माङ्गिममा म आइपुगेको छु। अब आज यहाँ के कार्यक्रमहरू हुन्छ त्यो कार्यक्रमको झलको आज म तपाईहरु सबैलाई देखाउन गइरहेको छु गाइज। अहिले मामपोङलुङ माङ्गिम हाम्रो यो माङ्गिम चाहिँ बनिने कार्यक्रममा छ, निर्माण कार्यक्रममा छ। यहाँ अब बिहानको सेवा पनि गरेको होइन। अब यो बिहानको सेवा सहित आजको साकमुरा कार्यक्रमहरू हुन्छ होला। अब यो पूजा सेवा कार्यक्रममा चाहिँ साकमुरा वादिमदेखि लिएर यता सबै बाहिरको साङ्बे कर्म गर्नुको लागि सबै हाम्रो बेलायतका पुजारीज्यूहरू, सामदाङ्गे सभाज्यूहरू, शब्दगुरुहरू र पुजारी गुरुहरू सबैजना आइपुग्नु भएको छ हाम्रो माङ्गिममा। अब केही समय पछाडि तपाईँलाई म खोलाको पूजा देखाउने छु। अनि यहाँ हाम्रो साङ्बेको सेवा पनि देखाउने छु। यहाँ चाहिँ पुरा हाम्रो तुम्बियाङहरूले माङ्जा रेडी गर्दैछ। यहाँ तुम्बियाङहरूले पुरै माङ्जा काटाकाट गरिरहेछ। तुम्बियाङले कराइरहेको हुन्छ यहाँ। यहाँ यो भनेको चाहिँ हाम्रो याकुदिङ साङ्बे। यहाँ चाहिँ अब तपाईँको सुङ्नी मामाङ, खिममाङ अनि पारुहाङ माङ, युमा हिममाङ, थेपा माङलाई राखेर चाहिँ यहाँ 7 तला 9 तला 8 तला बनाएर चाहिँ यहाँ ठुलो हाम्रो इष्टदेवी देवतालाई यहाँ हामी सेवा गर्छौँ। यहाँ पुज्छौँ। यो साङ्बे भनेको चाहिँ यस्तो। अब यहाँले पनि आज सेवा गर्नु जाँदैछ। सेवामा खोलाको सेवामा यो अब दियो कलशहरू लानुको लागि चाहिँ हाम्रो सामदाङ्गे वारुङ सेवा सभा बुद्धिमानज्यूले पुरै कलशलाई चाहिँ एकदम टिलिक्क बनाउँदैछ। तर ट्याक्टिक भयो, ट्याक्टिकमा भइरहेछ। यहाँ पितम्बर नपुगेको कारणले अलिकति बुट्टे भइरहेछ। पितम्बरी चाहिन्छ नि। अब यो साङ्बेमा अब युमामाङ, हिममाङ, थेपामाङ, सुनी मामाङ, खिममाङ, पारुहाङमाङको ठ्याक्क अब कलशमा फुलहरू लाएर सजावट गरेर ठ्याक्कै यहाँ राख्नुपर्छ। अब त्यसको लागि यहाँनिर ठ्याक्क हामी सबैजना भएर रेडी गर्दैछौँ। खाजा तयार छ कि छैन? चिया खानु गइन्छ यहाँ माग्दा थप 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 थप
राखिहाल्छ। यो चाहिँ सावा एक कोकमा सावा एक वर्ग भनिन्छ। यो चाहिँ भनेको बाहिरको देवी देवताहरूलाई यसरी हामी चाहिँ ठक्क सेवा पूजा गर्छौँ है। फलफुल चढाएर फुलहरू चढाएर हाम्रो मङ्जाको लागि यहाँ रोटीहरू बनाउँदैछ सबै सामग्रीहरू चढाउनको लागि। अहिले मान्छेहरू चाहिँ यहाँ चकाचक आइरहेछ सबैजना। सेवारो सेवारो यता चाहिँ खाजा खाने यहाँ खाजा खाने ठाउँ। सेवारो वजिरी बजाउनु सेवारो भुङ्जिरे भुङ्जाउनु सेवारो यो पाखम्जीलाई हामी बनाउँदै बानुरो नङ्गुरीको लागु बिनको सिन्दी खम्बौ जम्बो यासागुन हाम्रो सोरुङ्गो सेवा हाम्रो हुन्छन् साम्मिङ वारिङे युपा वारिङे हाङ्का कुम्लिङ्गन हाङमा माङ हल्गु नन्द मामाङ रे सावन नङ्गे रे हुन्द बाङे सेवारो नन्छुङ हल्लाटिङे हुन्द बाङे सेवारो हलली बौधे तङ्गे रे हल्लो गयो हुसोदिङ सेवा हामीहरू। यो चाहिँ के गर्नु भएको नि यो? छुवा यो त के भन्नु र तपाईँलाई, यो त एकदम हाम्रो के भन्छ, हजुर हाम्रो भाषाबाट चाहिँ यो तोरण भन्छ कि। ए यो चाहिँ अहिले 108 ढजालिङकोलाई चाहिँ हामीले हजुर 8 फन्को लाउनु पर्ने तर पुग्दैन होला। हजुर फन्को चाहिँ हामीले लाउनु ल ल माक्सा ल ठिक छ। यो लाउनै पर्छ हामीले। यो आन्टीहरू निसा लिप्दै हुनुहुन्छ झन्डाहरू निसामा सेवा गर्नको लागि। निसामा सेवा गर्नु हलजिनी गोमा फङजङ माग्ने सेवारो गयो मेहिजुङ जोङ होमा फङजङ देवीमा जोङ गोमा फङजङ सिंगा गोमा टेकाला रसेला गोटी गोमा फङना सिंगा गोमा फङजङ बदारे दुसिने सिंगा गोमा फङजङ माग्ने सेवारो अन्त इसा खाम्बेने तंतुबा आदर नङने फक्तुबा सबाई गोमा माग्ने सवाई फेगो माग्ने सेवा नङजुङ माग्ने फङजङ माग्ने फेगो माग्ने अहिले चाहिँ बाहिरको कुतब माङहरूदेखि लिएर सावाई कुकमा सावाई गरक सबै माङहरू गरिसकेको छ। अब सागमुरा र साङ्बेको सेवा गर्नु भएको छ। यी खानाको लागि किचनमा रेडी गर्दै हुनुहुन्छ। यहाँ नाना भाउजूहरूले चाहिँ
यहाँ चाहिँ किचन यहाँ अब खानाको लागि ल आज त खाना छिटो पकाउने बेला भएछ है देमा